आजको वाचिप्पा बनिन्छ अब यो कुखुराको चाहिँ बस्तीको कुखुरा हो है। आजको ब्लगमा चाहिँ यसको अब चिसो यतिकै गरम महिना लाग्दैछ हो, यति बेला सर्दी लाग्दैछ। अब यसको सुप खानुपर्छ। यो वाचिप्पाको लागि पोलाइ हुँदैछ है। फोटो खिच्दैछस् क्या? हैन, वाचिप्पाको लागि पोलाइ हुँदैछ। सक्दैछ कुखुराको सक्दैछ भुत लाएर हो, पोलेर हो। अब यसलाई फोरफार गरेर च्यारक काटेर सुप बनाएर खानु पर्यो मजाले, किनभने सर्दी लाग्दैछ। बस्तीको कुखुरा हो, सर्दीको दबाई, मार्गीको दबाई है यो। फोरफारे हुन्छ है, फोरफारे हुन्छ हो। अब चाहिँ बस्तीको कुखुराको सुप खानु लागि बस्तीको कुखुरा देखो देखो फोराइ चाहिँ अब कसरी फोर्छ अरूले, म चाहिँ यसरी फोर्छु हो। फोराइ चाहिँ अर्पसन गराइन्छ। यो चाहिँ वाचिप्पा बनिन्छ है, वाचिप्पा बनिन्छ। तिते गाईबाट वाचिप्पा भन्छ हो, तिते बनिन्छ। अन्त यो चाहिँ अब सुप बनाउने हो। भाउजूले एकदम भाउजूले बनाउँदैछ आज चाहिँ भाउजू मात्रै है भिडियोमा हो। यहाँ बनिँदैछ हो यो वाचिप्पाको लागि। कटिङ गरेर वाचिप्पा बनाइन्छ हो। यो चाहिँ सुप बनाउनेको लागि हो। सुप बनाइन्छ यो मसला। अदुवा कति हाल्यो सुपको लागि मात्रै? तिते बनाउने भयो यो तितेको वाचिप्पाको। अब बनाउँछु यो सुप पाक्दैछ। सुप तिते चाहिँ अब अलवास खाना भात हाल्ने बेला हुँदैछ हो। यो सुप पाकेको उम्लेको छ। तिते चाहिँ अलमोस्ट भात हाल्ने बेला हुँदैछ है। तिते बनाएको यहाँ भाउजू चाहिँ एकदम बरालेको सफा गरेको बिचरा हत्तु भइरहेछ। नानी भाइ यहाँनिर खेलिरहेछ हो। तिते यहाँ भात यो हाल्नु, खाना हाल्ने। सुप पाक्यो हो। यो वाचिप्पा पाक्यो। अब वाचिप्पा खाएको चाहिँ देखाउँदिन है। यो सुप हो कि खाएको पनि देखाउँछु होला सायद हो। खाएको कस्तो हुन्छ वाचिप्पा यो सुपको चाहिँ देखाउँदिनँ म हो। गाउँमा भाउजूले के को बनाएको यो बिट के को लागि? सुप खानु लागि नै। बिट पनि सुप खानु लागि बनाउँदैछ। यहाँ खाना पाक्दैछ हो। यो वाचिप्पा यो सुप। अब वाचिप्पा खाएको चाहिँ देखाउँछु होला। सुप खाएको चाहिँ देखाउँदिनँ। अब यो जाडोको दबाई हो यो चाहिँ। के भन्नु है। वाचिप्पा खुवाइ भइरहेछ। कस्तो भएछ वाचिप्पा? गाउँमा भाउजू कस्तो भएछ हौ? मिठो भएन भन्नु न। अन बिगार्दैछ त। कस्तो भएछ? तितो भएछ? पुरै तितो? अन्त लाग्दैन भने यति हालिदिएको नि। अन्त लाग्दैन भने अन्त तितो त्यसले खान्छ है। ए त्यसरी नखानु, प्रेसर लो छ भने। मम्मी कस्तो भएछ हौ तिते? ए हो ल है खुवाइ हो। तिते बनाएको बस्तीको उयो के अरे जङ्गली तिते बनाएको वाचिप्पा। ल अब भयो। अब यति नै सुप खाएको चाहिँ देखाउँदिनँ।